नमस्कार। कहिलेकाहीँ कस्तो हुन्छ भने नि एकदमै जटिल लाग्ने प्रश्नहरूको जवाब अचम्मैसँग सरल हुन्छ। आज हामी जीवन बीमालाई बुझ्नका लागि एउटा यस्तै शक्तिशाली तर एकदमै सरल उपमा अर्थात् एनालोजीको बारेमा कुरा गर्दैछौँ। प्यारासुटको एनालोजी। ल अब यसमा अलिकति गहिराईमा जाउँ है त। हाम्रो बानी कस्तो हुन्छ भने हामी कुराहरूलाई अनावश्यक रूपमा जटिल बनाइदिन्छौँ, तर कहिलेकाहीँ सबैभन्दा राम्रो जवाबहरू त एकदमै सिधा हुन्छन्। र यो पुरै विश्लेषणको सुरुवात पनि एउटा यस्तै आधारभूत प्रश्नबाट हुन्छ। प्रश्न एकदमै सिम्पल छ, जीवन बीमा भनेको वास्तवमा के हो त? अब हेर्नुहोस्, यसका त कति धेरै प्राविधिक जवाफहरू होलान्, लामो लामो परिभाषाहरू होलान् हैन? तर आज हामीले हेरिरहेको स्रोतले चाहिँ एउटा यस्तो जवाफ दिन्छ जुन सुनेपछि साँच्चै बिर्सन गाह्रो पर्छ। ल अब त्यो उत्तर के हो त? त्यतातिर लागौँ। यो यस्तो जवाफ हो जुन सायद हामीले सोचेकै हुँदैनौँ, तर एकचोटि सुनिसकेपछि दिमागबाट हट्दै हट्दैन। हो, जवाफ यति नै हो। जीवन बीमा एक प्याराशुट जस्तै हो। सुन्दा कति सरल हैन? तर यो एउटै वाक्यमा एकदमै गहिरो अर्थ लुकेको छ। यही एउटा तुलनाले जीवन बीमाको पुरै अवधारणालाई छर्लङ्ग पारिदिन्छ। अब यो उपमाले भन्न खोजेको के हो भने यो एकदमै रोचक छ। जसरी प्यारासुट तयारीको एउटा साधन हो नि, हो जीवन बीमा पनि ठ्याक्कै त्यस्तै हो। यो यस्तो चिज हो जुन चाहिँ सङ्कटको बेला खोज्ने होइन, योभन्दा धेरै अगाडि नै आफूसँग सुरक्षित राख्नुपर्छ। र यो उपमाको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको चाहिँ समयको विरोधाभास हो, मतलब टाइमिङको प्याराडक्स। यहाँ दुईवटा यस्तो समयको कुरा आउँछ जुन एकअर्कासँग पटक्कै मिल्दैन, र यसले नै यो कुरालाई अझै स्पष्ट बनाउँछ। यो विरोधाभास कति गजबको छ भने हेर्नुहोस् है, हवाई जहाजबाट हाम फाल्नुभन्दा अगाडि प्याराशुट त मजाले पाइन्छ, व्यवस्था गर्न सकिन्छ हैन त? तर जब कोही हाम फाल्ने बेला भयो, त्यो सङ्कटको घडीमा प्याराशुट खोजेर कहाँ पाउनु? त्यो बेला त धेरै ढिलो भइसकेको हुन्छ। हो, ठ्याक्कै यही कुराले हामीलाई के सिकाउँछ भने कुनै पनि चिजको आवश्यकता र त्यसको उपलब्धता बीचको सम्बन्ध कस्तो हुन्छ भन्ने कुरा। र यही सिद्धान्त नै जीवन बीमाको भनौँ न मर्म हो। त्यसो भए मूल कुरा के रहेछ त भन्दा जीवन बीमा त्यति बेला लिनुपर्छ जति बेला त्यसको जरुरत नै हुँदैन। यो सुन्दा अलि उल्टो जस्तो लाग्न सक्छ हैन? तर एकछिन सोच्नुस् त, प्याराशुटको उदाहरण सम्झिने हो भने यो त 100% तार्किक कुरा हो। किनभने जुन बेला साँच्चीकै यसको आवश्यकता पर्छ नि, त्यो बेला यो लिनै पाइँदैन। सङ्कट आइसकेपछि, मतलब हाम फालिसकेपछि जसरी प्याराशुट खोजेर काम लाग्दैन, ठ्याक्कै त्यसरी नै जरुरत परिसकेपछि जीवन बीमा पनि लिन सकिँदैन। र अन्तमा यो पुरै कुराले हामीलाई एउटा एकदमै महत्त्वपूर्ण प्रश्न सोध्न बाध्य बनाउँछ। एउटा यस्तो प्रश्न जुन सायद सबैले आफैलाई सोध्नुपर्ने हो, के आफ्नो प्याराशुट तयार छ त?